भन्नु त के हुन्छ इन्फेक्सन ट्रान्समिटेड टु म्यान फ्रम भर्टिब्रेट एनिमल इज नोन एज मान्छे बिरामी भनेपछि यसमा के भने मैले मान्छेलाई रोग लाग्यो है मान्छेलाई रोग लाग्यो भनेपछि पहिला एन्थ्रो आउन पर्यो जनावरलाई रोग लाग्यो भनेपछि अगाडि के आउन पर्यो जू आउन पर्यो ठिक छ मैले भनेको यो चाहिँ याद गर्नु है त त्यसपछि यसको एन्सर के भयो त्यसो भए एन्थ्रोपोजुनोसिस भयो क्वेसन नम्बर 21 मेजर मोड अफ ट्रान्समिसन अफ नोजोकोमियल इन्फेक्सन भनेर सोधेको छ मेजर मोड अफ ट्रान्समिसन अफ नोजोकोमियल इन्फेक्सन भनेर सोधेको नोजोकोमियल इन्फेक्सन भनेको के अरे नोजोकोमियल इन्फेक्सन भनेको के थियो नोजोकोमियल इन्फेक्सन भनेको हस्पिटलबाट हुने अब हिजो हिजो कि अस्ति यो क्वेसन नि गरेको थियौँ नि त होइन मैले अहिले हटाइदिएँ त्यही भएर भयो होला तर एन्सर के हुन्छ त यसको फेरि ए भन्नुहुन्छ हो साथी ए कहाँबाट हो ए के भनेको थिएँ भेरी गुड के थियो एयरबर्न हुन्छ अरे हस्पिटल एक्वायर्ड त यसको सिनोनियम हो नि नोजोकोमियल इन्फेक्सनलाई हस्पिटल एक्वायर्ड इन्फेक्सन पनि भनिन्छ पो भनेको हो त तर सर्ने तरिका कुन हो त मेजर मोड अफ ट्रान्समिसन कसरी हो त भन्दा एयरबर्न इज द बेस्ट एन्सर ठिक छ क्वेसन नम्बर 22 मा जाम अकरेन्स अफ डिजिज मोर देन एक्सपेक्टेड नर्मल भनेर सोधेको छ अकरेन्स अफ डिजिज मोर देन एक्सपेक्टेड नर्मल भन्यो भने के भयो त एक्सपेक्टेड केसेसहरू भन्दा धेरै भयो एक्सपेक्टेड केसेस भन्दा धेरै भयो भनेपछि के हुन्छ भेरी गुड एपिडेमिक हुन्छ हैन अब यसैमा राखौँ हामीहरूले इन्डेमिक भनेको के एक्सपेक्टेड केसेस भन्दा कम लेस अर इक्वल ठिक छ अनि त्यसपछि एक्सपेक्टेड केसेस भन्दा बढी मोर देन एक्सपेक्टेड केसेस पेन्डेमिक भनेको के ग्लोबल वर्ल्ड वाइड अथवा लार्ज पपुलेसन यसमा डिपेन्डेन्ट भयो भने यसलाई के भन्छ यसमा आयो भने यसलाई के भन्छ पेन्डेमिक भन्छ स्पोरेडिक हुनको लागि के हुन पर्यो स्क्याटर्ड हाफाजार्ड स्क्याटर्ड हाफाजार्ड अथवा के हुन पर्यो अर्को स्क्याटर्ड हाफाजार्ड है ल इरेगुलर भन्न नि मिल्छ है स्पोरेडिक भयो क्वेसन नम्बर 23 मा जाम हामीहरू आइसोलेसन पिरियड सुड बी भनेर सोधेको छ आइसोलेसन पिरियड सुड बी मिनिमम इन्क्युबेसन पिरियड हुनुपर्छ कि म्याक्सिमम इन्क्युबेसन पिरियड हुनुपर्छ कि पिरियड अफ कम्युनिकेबिलिटी हुनुपर्छ कि नन अफ द एबोभ हुनुपर्छ आइसोलेसन भनेको चाहिँ बिरामीहरूलाई उनीहरूले अरूलाई रोग नसारोस् भनेर गर्ने काम भयो हैन आइसोलेसन भनेको के रे बिरामीलाई चाहिँ आइसोलेट गरेर राख्नु किनकि उले अरूलाई रोग नसारोस् क्वारेन्टाइन भनेको ठिक उल्टो स्वच्छ मान्छे अथवा जसलाई शंकास्पद छ उलाई चाहिँ हामीहरूले राख्ने उलाई रोग नलागोस् भनेर राख्ने ठिक छ क्वारेन्टाइनको लागि म्याक्सिमम इन्क्युबेसन पिरियड सम्म राख्ने क्वारेन्टाइनको लागि है तर हामीलाई सोधेको के छ आइसोलेसन सोधेको छ सो एन्सर के हुन्छ पिरियड अफ कम्युनिकेबिलिटी इज द बेस्ट एन्सर नोजोकोमियल इन्फेक्सन इज दैट इन्फेक्सन एक्वायर्ड बाइ भनेर सोधेको छ नोजोकोमियल इन्फेक्सन इज दैट इन्फेक्सन एक्वायर्ड बाइ भनेर सोधेको छ नेजल सेक्रेसनबाट हो कि ड्रपलेट इन्फेक्सनबाट हो कि इन्फेक्सन अफ नेजल क्याभिटीबाट हो कि हेल्थ केयर सेटिङबाट हो त क्वेसन नम्बर 24 को भन्नु ल क्वेसन नम्बर 24 को भन्नु त भेरी गुड के हो हेल्थ केयर सेटिङबाट स्वास्थ्य संस्थाबाट हस्पिटलबाट रोग लाग्नेलाई के भन्छ नोजोकोमियल इन्फेक्सन तर त्यही रोग फिजिशियनबाट लाग्यो भने के भन्छ याट्रोजेनिक भन्छ हैन
ठिक छ ल An epidemic usually affecting a large proportion of population is called भनेर सोधेको छ An epidemic usually affecting a large population of large proportion of population के भयो large population भन्ने कुरा आयो large population भन्ने कुरा आउने बित्तिकै के हुन पर्छ भेरी गुड अघि भर्खर मैले भनेको हैन पेन्डेमिक हुन पर्छ लार्ज पपुलेसन आओस् वर्ल्ड वाइड आओस् ग्लोबल आओस् के गर्न पर्यो पेन्डेमिक लगाउन पर्यो occurrence of disease in a haphazard and irregular pattern हो भर्खर पनि भनेको थिए ल फेरि भन्नु छ के हुन्छ कुनै पनि डिजिज हाफाजार्ड अथवा इरेगुलर प्याटर्नमा भइरहेको छ भने त्यसलाई के भन्ने इन्डेमिक भन्ने कि एपिडेमिक भन्ने कि स्पोरेडिक भन्ने कि पेन्डेमिक भन्ने त हाफाजार्ड इरेगुलर भन्ने शब्द आउने बित्तिकै के हुन पर्यो स्पोरेडिक हुन पर्यो ठीक छ स्पोरेडिक हुन पर्यो Question number 27. The constant occurrence of disease in certain area is called भन्दा constant भनेपछि expected cases भन्दा बराबर भनेपछि के भयो कुन ठाउँमा भयो स्पोरेडिक हुन्छ कि एपिडेमिक हुन्छ कि इन्डेमिक हुन्छ कि पेन्डेमिक हुन्छ त के हुन्छ भन्नुस् त भेरी गुड के हुन्छ इन्डेमिक हुन्छ हैन बराबर अथवा कन्स्ट्यान्ट भन्यो भनेपछि के भयो त्यो बराबर भयो हैन बराबर अथवा लेस मैले फेरि पनि भन्दिन्छु है तपाईहरु नझुकिनु है एकदम इम्पोर्टेन्ट क्वेशन छ यो स्पोरेडिक भनेको के आउन पर्यो हाफाजार्ड अथवा इरेगुलर भन्ने शब्द आउन पर्यो अथवा स्क्याटर्ड भनेर शब्द आउन पर्यो एपिडेमिक को लागि के हुन पर्यो एक्सपेक्टेड केसेस भन्दा बढी इन्डेमिक को लागि के आउन पर्यो इक्वल और लेस हैन त्यसपछि पेन्डेमिक को लागि के आउन पर्यो ग्लोबल भन्ने शब्द आउन पर्यो अथवा वर्ल्ड वाइड भन्ने शब्द आउन पर्यो अथवा लार्ज पपुलेसन भनेर आउनु पर्यो ठीक छ लार्ज पपुलेसन भनेर आउनु पर्यो है त क्वेशन नम्बर 28 मा जाम हामीहरु प्रेजेन्स अफ इन्फेक्शियस एजेन्ट अन क्लोथ्स अर ड्रेसिङ इज टर्म्ड एज भने हो कपडामा अथवा ड्रेसिङमा सेटहरुमा है क्लोथ्स अर ड्रेसिङमा चाहिँ इन्फेक्शियस एजेन्टको प्रेजेन्स भयो भने यसलाई के भन्ने त को इन्फेस्टेसन भन्ने फेरि कहाँबाट हुन्छ इन्फेस्टेसन राजा इन्फेस्टेसन त सारै बिग्र्यो नि अलिअलि हैन धेरै नै बिग्र्यो नि त्यो त हैन र ल के हुन्छ त ल भेरी गुड धेरैले राइट आन्सर दिनुभयो के हुन्छ कन्टामिनेसन हुन्छ Question number 29. Level of resistance of a community or a group of people in a particular disease भन्न सोधेको छ रेजिस्टेन्स देखाउनु कुनै पनि समुदायले कुनै पनि डिजिजको विरुद्धमा एउटा रेजिस्टेन्स देखाउनु त्यसलाई के भन्छ त सरी भन्न परेन आफ्नो मिस्टेक चाहिँ करेक्सन गर्ने हो के सरी त के गर्नु र सिक्ने त हो नि सबैजनाले ल के हुन्छ भन्नुस् त लेभल अफ रेजिस्टेन्स अफ अ कम्युनिटी अर अ ग्रुप अफ पिपल टु अ पर्टिकुलर डिजिज भनेर के हुन्छ भेरी गुड हो यसरी आन्सर दियो भने एकदम खुसी लाग्छ के साथीहरु है एकदमै खुसी लाग्छ सेकेन्डरी रेट इज मिनिमम इन भनेर सोधेको छ मिनिमम भने अघि नै मैले म्याक्सिमम मिजल्सको लागि हुन्छ भन्दिसकेको भनेपछि मिनिमम के को लागि हुन्छ होला त ट्युबरकुलोसिसको लागि हुन्छ कि मिजल्सको लागि हुन्छ कि वुफिङ कफको लागि हुन्छ कि डिप्थेरियाको लागि हुन्छ त भन्नुस् त क्वेशन नम्बर 30 एकदम छिटो सर्ने है सबै रोगहरु छिटो सर्छ हेर बुझ्नुभयो सबै रोगहरु छिटो सर्छ तर यिनीहरु मध्ये पनि सबैभन्दा ढिलो सर्ने कुन हो ट्युबरकुलोसिस रोग लाग्यो भने ट्युबरकुलोसिस फेरि खतरा रोग हो तर मिजल्स वुफिङ कफ र डिप्थेरिया छिटो सर्छ भन्न खोजेको है त क्वेशन नम्बर 31 मा जाम हामीहरु द एबिलिटी अफ द इन्फेक्शियस एजेन्ट टु इन्भेड एन्ड मल्टिप्लाई इन अ होस्ट इज कल्ड भन्न सोधेछ द एबिलिटी अफ एन इन्फेक्शियस एजेन्ट टु इन्भेड एन्ड मल्टिप्लाई इन अ होस्ट के हुन्छ मल्टिप्लाई र इन्भेड गर्नु भन्ने अप्सन आयो भने इन्फेक्टिभिटी हुन्छ भने थियो हैन तर मल्टिप्लाई र इन्भेड गरेर यसले रोग लगाउँछ हो या कज डिजिज भन्ने कुरा आयो भने चाहिँ के हुन्छ त प्याथोजेनिसिटी हुन्छ है
कज डिजिज भनेर आयो भने चाहिँ यसमा कज डिजिज भनेर आएको छैन, आएको छ र एजेन्ट टु इन्भेड एन्ड मल्टिप्लाई इन होस्ट मात्र भनेको छ भनेपछि एन्सर इन्फेक्टिभिटी भयो। तर कतैबाट कज डिजिज भन्ने शब्द आउने बित्तिकै के हुन्छ प्याथोजेनिसिटी र कतिको फ्याटलको छ अथवा कतिको रोग लाग्ने क्षमता छ, मान्छेलाई कतिसम्म अप्ठ्यारो गर्न सक्छ त्यसलाई हामी भाइरुलेन्स भन्छौँ। कम्युनिकेबिलिटी भनेको कतिको रोग सर्ने छ है, कतिको छिटो सर्छ, एक व्यक्तिबाट अर्को व्यक्तिमा कति छिटो सर्छ त्यसलाई हामीहरू के भन्छौँ कम्युनिकेबिलिटी भन्छौँ। डिजिज इम्पोर्टेड इन अ कन्ट्री विच वाज नट अदरवाइज प्रेजेन्ट भन्न सोधेको छ। एउटा देशमा चाहिँ त्यो रोग थिएन तर के भयो विदेशबाट आयो, के भन्ने त्यसलाई के भन्ने इपिओर्निथिक भन्ने कि जुनोटिक भन्ने कि एक्जोटिक भन्ने कि इपिजुनोटिक भन्ने त ए तपाईहरु एकदम ट्यालेन्ट हुनुहुन्छ के म ढुक्कै छु यो कुरामा। एक्जोटिक है। आइसोलेसन इज स्ट्रिक्टली रेकमेन्डेड फर भनेर भनेछ, एकदमै स्ट्रिक्टली रेकमेन्ड गर्छ अथवा आइसोलेसन बिरामी भएको मान्छेलाई आइसोलेसनमा राख्नै पर्छ भनेर स्ट्रिक्ट गाइडलाइन के को लागि छ त, मिजल्सको लागि छ कि निमोनिक प्लेगको लागि छ कि हेपाटाइटिस ए को लागि छ कि मम्सको लागि छ त? है दुईटा कुरा हुन्छ हेर, आइसोलेसनमा राख्नको लागि दुईटा कुरा हुन्छ, एउटा भनेको कति छिटो रोग सर्छ र दोस्रो भनेको रोग सरेर त्यो मान्छेलाई ज्यान लिन सक्ने क्षमता फ्याटालिटी रेट अथवा भाइरुलेन्स त्यसको कति छ क्या। जस्तै सबैभन्दा छिटो सर्ने भनेको त कफहरू हो, खोकी रुगाखोकी हो, तर रुगाखोकी लागेको मान्छेलाई तँलाई छुट्टै बस आइसोलेसनमा बस भनेर राख्छ त? राख्दैन। तर मान्छेलाई कोभिड भयो, कोभिडमा पनि के नै हुन्छ र रुगाखोकी ज्वरो त देखिने हो नि, तर कोभिड पोजिटिभ आयो भने के गर्छ मान्छेलाई आइसोलेसनमा राख्छ, किनकि त्यसले चाहिँ अरूलाई रोग सार्यो भने मान्छेको ज्यानै लिन सक्ने क्षमता हुन्छ क्या। त्यही भएर निमोनिक प्लेगमा के हुन्छ भन्दा चाहिँ मान्छेको ज्यान जान सक्ने क्षमता एकदम हाई हुन्छ। युरोपमा 30% पपुलेसन वाइप आउट गरेको थियो है 17th सेन्चुरीमा। सो निमोनिक प्लेग इज द बेस्ट एन्सर है। ल आइसोलेसन इज नट स्ट्रिक्टली युजफुल इन विच अफ द फलोइङ डिजिज एक्सेप्ट भनेको छ। आइसोलेसन इज नट स्ट्रिक्टली युजफुल इन विच अफ द फलोइङ केसेस एक्सेप्ट भनेको छ। कुनमा आइसोलेसन चाहिँ काम गर्छ भन्न सोधेको, केमा गर्छ त? भेरी गुड, यो क्वेसन हामीहरूले अस्ति पनि गरेको थियौँ होइन। कोलेरा इज द बेस्ट एन्सर। क्वेसन नम्बर 35 मोर्बिडिटी इन अ कम्युनिटी क्यान बी इस्टिमेटेड बाई भन्न सोधेको छ। मोर्बिडिटी भनेको के हो? मान्छे बिरामी हुन सक्ने बिरामी गराउन सक्ने भन्ने कुरा होइन। मोर्बिडिटी भनेको के हो? बिरामी के हुन्छ त यसको? एक्टिभ सर्भिलेन्स हुन्छ कि सेन्टिनल सर्भिलेन्स हुन्छ कि प्यासिभ सर्भिलेन्स हुन्छ कि मोनिटरिङ हुन्छ त? भेरी गुड, हो भेरी गुड, प्यासिभ सर्भिलेन्स हुन्छ है, प्यासिभ सर्भिलेन्स हुन्छ। ठिक छ। क्वेसन नम्बर 36 मा जाम हामीहरू। विच अफ द फलोइङ डिजिज इज इन द स्टेज अफ इलिमिनेसन रिसेन्टली भनेछ। इलिमिनेसनको नजिक भएको रोग कुन हो? भेरी गुड, के हो? मिजल्स। तर आउटब्रेक भयो राजा रानीहरू, के गर्ने हो खै। अब नेपालमा मिजल्स इलिमिनेसन गर्ने भनेको सकिन्न जस्तो छ। हाम्रै मेरै जिल्लामा भयो क्या आउटब्रेक पनि, अरूको ठाउँमा भए पनि ल केही भयो भन्न हुन्थ्यो है। म बस्ने जिल्लामै, मेरो घरकै जिल्लामा भइदियो, गाह्रो छ। क्वेसन नम्बर 37 एक्सन विच हर्ट्स द प्रोग्रेसन अफ अ डिजिज एट अर्ली स्टेज भन्न सोधेको छ। डिजिजको प्रोग्रेसन जुन हुन्छ नि, डिजिज बढ्दै जानु, रोग लगाउन सक्ने क्षमता बढ्दै जानु, यसको कुन प्रिभेन्सनले चाहिँ छिटोभन्दा छिटो यसलाई असर गर्न सक्छ, छिटोभन्दा छिटो यसलाई रोक्न सक्छ भन्न खोजेको के हुन्छ होला यसको एन्सर भन्नुहोस् त? भेरी गुड, यसमा झुक्किने होइन है।
त्यो शरीरमा चाहिँ त्यसको ब्याक्टेरिया भाइरसहरू पुगिसक्यो। अब त्यो रोगको जुन हुन्छ नि छिटोभन्दा छिटो त्यसले चाहिँ बिगार गर्न नदिने के शरीरमा बिगार गर्न नदिने गर्नको लागि के गर्न पर्यो त त्यसलाई सकेसम्म अर्ली डिटेक्सन एन्ड ट्रिटमेन्ट होइन अर्ली डिटेक्सन एन्ड प्रम्प्ट ट्रिटमेन्ट गर्नु पर्यो। क्वेसन नम्बर 38 मा जाम हामीहरू जुनोटिक डिजिज इन्क्लुड्स अल एक्सेप्ट भनेको छ। जुनोटिक डिजिज इन्क्लुड अल एक्सेप्ट भनेको छ के हुन्छ होला? भन्नु त। भेरी गुड। जुनोटिक डिजिज इन्क्लुड अल एक्सेप्ट जुनोटिक भनेको चाहिँ के हो? जनावरबाट लाग्ने रोग। अब रेबिज पनि कुकुरको टोकाइबाट लाग्छ, ब्रुसेलोसिस पनि हुन्छ, सिस्टियासोसिस पनि हुन्छ, तर सिरोसिस अफ लिभर त के हो? अल्कोहोलिजमले गर्दा अथवा लिभरको डिसफङ्क्सन भएर हुने रोग हो नि त। सेकेन्डरी एट्याक रेट इन्डिकेट्स भनेको छ। सेकेन्डरी एट्याक रेट इन्डिकेट्स भनेर सोधेको छ। के हुन्छ सेकेन्डरी एट्याक रेट इन्डिकेट्स? भन्नु त। अब यो त म केही भन्दिनँ, यो ठ्याक्क भन्नुपर्छ तपाईँहरूले। ठ्याक्कै भन्नु त के हुन्छ? अस्मिता र विशालले मात्र दुई दुईचोटि एन्सर दिएर है। खै तपाईँहरू साथीहरू कहाँ हराउनु भयो? भेरी गुड। के हुन्छ सेकेन्डरी एट्याक रेट भनेको एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्ने भन्ने कुरा थियो नि त। सो के हो यो? कम्युनिकेबिलिटी हो। ल क्वेसन नम्बर 40 द कन्टिन्युअस स्क्रुनिटी अफ द फ्याक्टर्स द्याट डिटरमाइन द अकरेन्स एन्ड डिस्ट्रिब्युसन अफ डिजिज इज भनेर सोधेको छ। द कन्टिन्युअस स्क्रुनिटी अफ द फ्याक्टर्स द्याट डिटरमाइन द अकरेन्स एन्ड डिस्ट्रिब्युसन अफ डिजिज। कन्टिन्युअस स्क्रुनिटी भन्ने बित्तिकै के भन्ने भनेको थिएँ मैले? कन्टिन्युअस स्क्रुनिटी भन्ने बित्तिकै के भन्ने भनेको थिएँ मैले? भन्नु त के भन्ने थिएँ मैले? भेरी गुड। के हुन्थे? सर्भिलेन्स है त। क्वेसन नम्बर 41 all of the following are used as proxy measure for the incubation period except भनेको छ। all of the following are used as proxy measure for incubation period except भन्न सोधेको छ। के हुन्छ त? क्वेसन नम्बर 41 इन्क्युबेसन पिरियडको जस्तै नाम लिएको छ तर कुन हुँदैन भनेको छ। अरू सबै इन्क्युबेसन पिरियड जस्तै जस्तै सुनिन्छ तर एउटा चाहिँ सुनिँदैन। के हो त? पिरियड अफ कम्युनिकेबिलिटी। भेरी गुड है। विच इज नट अ जुनोटिक डिजिज। ल फेरि 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 जुनोटिक डिजिज तलको मध्ये कुन होइन भनेको छ? जुनोटिक डिजिज तलको मध्ये कुन होइन भनेको छ? कहाँ प्लेग भन्छ फेरि? प्लेग त ऊ हो नि। ए माथिको भन्नुभयो होला है। प्लेग त मुसाले लाग्छ नि त। प्लेग त हुन्छ। रेबिस पनि हुन्छ, साल्मोनेलोसिस पनि हुन्छ। के हुँदैन? इपिडेमिक टाइफस हुँदैन। यो माइटले लगाउने भयो नि त। किपिङ द फ्रिक्वेन्सी अफ इलनेस विदिन अ एक्सेप्टेबल लिमिट इज बेस्ट कल्ड भनेछ। ल यसको एन्सर क्वेसन नम्बर 43 कन्ट्रोल इलिमिनेसन र इराडिकेसनको कन्सेप्ट बुझ्नुपर्छ हामीले। कन्ट्रोल भनेको चाहिँ कुनै पनि चिजलाई चाहिँ लिमिटसम्म राख्ने, एउटा निर्धारित भन्दा कममा राख्ने। जस्तै कुनै ठाउँमा 100 जना बिरामी रेबिज के अरे 100 जना कुनै रोगको बिरामी छ, जस्तै हाइपरटेन्सनको 100 जना बिरामी छ भने चाहिँ हामीहरू त्यहाँ कन्ट्रोल गर्ने भनेर 50 सम्म झारम, अबको 5 वर्षमा 50 सम्म झारम भनेर त्यसको लागि कार्यक्रमहरू गर्ने भन्यो भने त्यसलाई के भयो त? त्यो कन्ट्रोल भयो। इलिमिनेसन भनेको अब यो रोगै हटाइदिने है। अनि इराडिकेसन भनेको जरैबाट हटाइदिने, त्यसबाट सर्ने कुराहरूलाई नै रोकिदिने भन्ने के हुन्छ? सो एन्सर के हुन्छ त? क्वेसन नम्बर 43 को कन्ट्रोल। भेरी गुड। डिजिज कन्ट्रोल है। प्राइमरी एन्ड सेकेन्डरी केसेस आर युज टु डिफाइन भनेर सोधेको छ। प्राइमरी एन्ड सेकेन्डरी केसेस आर युज टु डिफाइन भनेर सोधेको छ। के हुन्छ? प्राइमरी र सेकेन्डरी केस चाहिँ के को डिफिनिसनको लागि काम गर्छ त? क्वेसन नम्बर 44 के हुन्छ?
भेरी गुड सिरियल टाइम है क्वेसन नम्बर 45 फर्स्ट केस द्याट कम्स टु नोटिस अफ अ फिजिसियन अब यो हो नि क्वेसन त राम्रो फिजिसियनको नोटिसमा आउने केसलाई के भन्छ कसले भन्छ है मलाई प्राइमरी केस हो कि इन्डेक्स केस हो एन्सर नहेरिकन भन्ने है एन्सर हेरेर भन्न पाइएन यहाँ अप्सन मात्र हेर्नु एन्सर के छ भनेर नखोज्नु होला के हुन्छ यसको भेरी गुड है इन्डेक्स केस फिजिसियन अथवा हेल्थ प्रोफेसनलको कन्ट्याक्टमा आउने भन्ने बित्तिकै इन्डेक्स केस भयो तर फर्स्ट केस भनेर मात्र सोध्यो भने के हुन्छ फर्स्ट केस इन कम्युनिटी भनौँ न होइन फर्स्ट केस इन कम्युनिटी भनेको के हुन्छ प्राइमरी केस हुन्छ तर फिजिसियन भन्ने शब्द आउने बित्तिकै के हुन्छ इन्डेक्स केस हुन्छ प्राइमरी प्रिभेन्सन अफ ओबेसिटी इज भनेछ प्राइमरी प्रिभेन्सन भनेपछि स्पेसिफिक प्रोटेक्सन चाहियो हेल्थ एजुकेसन चाहियो हेल्थ प्रमोसन चाहियो भनेपछि के हुन्छ क्वेसन नम्बर 46 को एन्सर भन्नुस् त क्वेसन नम्बर 46 को एन्सर भन्नु त क्वेसन नम्बर 46 को एन्सर भेरी गुड के हुन्छ हाई फाइबर डायट राम्रो कुराको सुरुवात गर्न पर्यो हाई कोलेस्ट्रोल डायट खाएर भएन लो फाइबर डायट खाएर पनि भएन हैन हाई प्रोटिन इन्टेक अफ प्रोटिन मात्र गरेर पनि भएन बेस्ट के हुन्छ ओबेसिटीको लागि भनेपछि हाई फाइबर डायट इज द बेस्ट इक्जाम्पल हेल्थ प्रमोसन इन्क्लुड्स अल एक्सेप्ट भनेको छ हेल्थ प्रमोसन इन्क्लुड्स अल एक्सेप्ट भनेको छ के हुन्छ होला क्वेसन नम्बर 47 हेल्थ प्रमोसन इन्क्लुड्स अल एक्सेप्ट हेल्थ प्रमोसन इन्क्लुड्स अल एक्सेप्ट भेरी गुड इम्युनाइजेसन त केमा पर्छ स्पेसिफिक प्रोटेक्सनमा पर्छ नि हुन त दुईटै प्राइमरी प्रिभेन्सनमै हो तर इम्युनाइजेसन के पर्छ स्पेसिफिक प्रोटेक्सनमा पर्छ ठीक छ बेन्जाथिन पेनिसिलिन प्रोफाइलेक्सिस फर रिउमेटिक फिभर कम्स अन्डर भनेर सोधेको के हुन्छ बेन्जाथिन पेनिसिलिन प्रोफाइलेक्सिस फर रिउमेटिक फिभर कम्स अन्डर भनेर सोधेको छ के हुन्छ त एन्सर यो भनेको के हो केमो प्रोफाइलेक्सिस भन्न खोजेको केमा परेको थियो केमो प्रोफाइलेक्सिस कुन लेभल अफ प्रिभेन्सनमा परेको थियो भन्नुस् त केमो प्रोफाइलेक्सिस केमा परेको थियो केमो प्रोफाइलेक्सिस भनेर केमा परेको थियो भन्नुस् त भेरी गुड सेकेन्डरीमा परेको थियो हैन सो एन्सर इज सेकेन्डरी प्रिभेन्सन अन्डर व्हिच लेभल अफ प्रिभेन्सन शुड सेन्टिनल सर्भिलेन्स बी क्याटेगोराइज्ड भनेर सोधेको छ अन्डर व्हिच लेभल अफ प्रिभेन्सन शुड सेन्टिनल सर्भिलेन्स बी क्याटेगोराइज मैले अघि के भनेको थिएँ सेन्टिनल सर्भिलेन्स भनेको मिसिङ केसेसको पत्ता लगाउनको लागि गर्छ भनेको थिएँ हैन व्हिच लेभल अफ प्रिभेन्सन शुड सेन्टिनल सर्भिलेन्स बी क्याटेगोराइज भने के हुन्छ त भेरी गुड सेन्टिनल सर्भिलेन्स गर्ने भनेको पनि अर्ली डायग्नोसिस गर्न पर्यो नि त मिसिङ केसेस फाइन्ड गर्ने भनेको त अर्ली डायग्नोसिस र त्यसलाई ट्रिटमेन्टमा ल्याउनु भन्न खोजेको ठीक छ ल आजको लास्ट क्वेसन एपिडेमियोलोजीको लास्ट क्वेसन है द करेन्ट कन्सेप्ट अफ हेल्थ प्रमोसन एन्ड द रिलेटेड एक्टिभिटिज लिड्स टु भन्न सोधेको छ द current concept of health promotion and related activities leads to better health service usage, adoption of prophylactic service, better treatment of problem, critical awareness and lifestyle changes. के हुन्छ त आन्सर भन्नु त very good critical awareness and lifestyle changes is the best